आउने दिनहरूमा जति पनि हाम्रो यो ऊर्जा आवाज सुन्दै गर्नेहरू चाहिँ दाजुभाइ दिदीबहिनीहरूले चाहिँ म के भन्छु भनेदेखि तपाईँहरूले जसरी मैले चाहिँ काम गरिरहेको छु, मेहनत गरिरहेको छु, मैले छोराछोरी पढाइरहेको छु, म एउटा चाहिँ खुट्टा गुमेर मैले चाहिँ यो चाहिँ अन्तिम घडीमा अहिले म 50 वर्षको उमेर हुँदा पनि मैले चाहिँ कहिले पनि हरेस खाइनँ। मैले चाहिँ मेरो एउटा यो दाहिने खुट्टा गुमेको छ, तर पनि मैले चाहिँ निरन्तर मैले काम गरिरहेको छु। मैले चाहिँ गाडी चलाउन सकेन होला मैले, तर मैले कृषिमा मैले जोड दिइरहेको छु। जसरी मैले अहिले चाहिँ 300 बुट्टा कफी लगाएर मैले चाहिँ लगभग वर्षको मैले चाहिँ 2.5 लाख रुपियाँ मैले इन्कम गर्छु र मैले त्यहाँबाट चाहिँ मैले छोराछोरीलाई पढाउँछु। छोराछोरीले पनि केही मेहनत गरिरहनु भएको छ, उहाँहरूले पनि केही त्यहाँबाट पनि चाहिँ कसैले अफिसमा काम गर्नुहुन्छ, कसैले केमा काम गर्नुहुन्छ फाल्टो समय है। अनि अहिले चाहिँ हामीले चाहिँ मेरो बुवाले त यसरी मेहनत गरिरहनु भएको छ भने मैले पनि गर्नुपर्छ भन्ने उहाँहरूमा त्यो एउटा जोस जाँगरहरू छ। मेरो श्रीमतीमा छ, मेरो छोराछोरीमा छ र चाहिँ विभिन्न ठाउँबाट सुन्ने आदरणीय व्यक्तित्वहरूलाई म के भन्छु भनेदेखि आज चाहिँ नेपालमा 6 लाखहरू चाहिँ तपाईँको चाहिँ 50,000 जति चाहिँ अपाङ्गता भएको व्यक्तिहरू हुनुहुँदो रहेछ। तर तपाईँहरू जहाँबाट जसले सुनिरहनु भएको छ आज मैले जसरी मेहनत गरेर तपाईँले पनि चाहिँ काम गरेर खानुहोस्, बाटोमा मागेर नगर्नुहोस्, हाम्रो इज्जत नबेच्नुहोस्। किनभने अपाङ्गता व्यक्ति भनेर धेरै मानिसहरूले कस्तो घृणा गर्छ, बाटोमा हिँड्दै गर्दा मैले हेर्छु। तर महरू चाहिँ के भन्न चाहन्छु अन्तिममा भनेदेखि सबैजनाले मैले जसरी एउटा मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, मागेर नखानुहोस्, कसैको दबावमा नबर्नुहोस्, आफ्नो अधिकारलाई प्रयोग गर्नुहोस् भन्न चाहन्छु म।